गाइज यो चाहिँ मेरो फर्स्ट भ्लग हो र मम्मी चाहिँ यहाँ बन्दा काट्दै हुन्छ मजाले बन्दा कोर्दै हुन्छ अनि त्यस पछाडि चाहिँ यहाँनिर टमाटर पखाल्दैछु म पखालेपछि काट्दैछु अनि काट्दै गर्दाखेरि चाहिँ मम्मीले देखाउँदै हुन्छ अनि यहाँ नुन बेसार हाल्दै हुँदै बन्दामा अनि म चाहिँ प्याज काट्न आँटेको थिएँ अनि त्यही भएर पखालेको अनि मैले चाहिँ एकजना स्क्विच गरेँ अनि त्यस पछाडि स्क्विच गरेपछि मैले चाहिँ मिक्सर पनि गरिसकेको थिएँ अनि बन्दाहरू मम्मी स्क्विच गर्दै हुन्थ्यो अनि मैले पिठो पनि बेल्दै थिएँ अनि किमा बनिसकेको थियो अनि यहाँ अचार पनि बन्दै थियो रेडी हुँदै थियो अनि म बेल्दैछु यहाँ अनि किमा अनि त्यस पछाडि मम्मीले चाहिँ आज भोट पनि दिनुभएको थियो हातमा देखिराख्नु भएको छ नेलमा केमा दिनुभयो गेस गर्नु ल अनि मम्मी यहाँ चाहिँ मोमोको ऱ्यापिङ गर्दै हुन्थ्यो अनि ऱ्यापिङ गर्दै भर्खर एउटा फर्स्ट अनि त्यस पछाडि चाहिँ यहाँनिर म अचार बनाउँदैछु अनि अचार मिक्सचर गरेँ अनि त्यस पछाडि मोमो सबै पकाउँदै हुन्छ अनि पकाउँदैछु अनि त्यस पछाडि यहाँ मोमो पाक्दैछ त्यस पछाडि अब पाकी पनि सक्यो अनि मैले आमा बुवालाई रेडी पार्दै मोमो अचार हालेर अनि मोमो अलिकति उब्रेको अनि यहाँनिर चाहिँ मोमो मम्मी म कान्छी मेरो बहिनी खाँदै थियौँ अनि पुरा हम्म खाएँ अनि त्यस पछाडि कस्तो थियो भन्दाखेरि चाहिँ मिठो थियो अरे क्या मिठो कसले बनाएको त अब अनि मम्मी र मैले बनाएको थियौँ अनि मम्मीले पनि खाँदै हुन्छ यहाँनिर अब मम्मी पनि मिठो भन्दै हुन्छ है अनि त्यस पछाडि चाहिँ सबजना खाना बस्नुभएको थियो बाबा चाहिँ अलिक मोमो मन पर्दैन अनि खाना खाँदै हुन्छ अनि निन चाहिँ यहाँ के गरेको भन्नुहुन्थ्यो अनि म चाहिँ खाँदै मिठो भन्दै अनि म मजाले चबाउँदै खाइरहेको छु अलिअलि जिब्रो पनि के हुन्छ अनि कान्छी पनि गप्प खाएर चाहिँ अनि हामीले चाहिँ खायौँ अनि त्यस पछाडि मम्मीले भाँडा मान्दै हुन्थ्यो सुई अनि भाइ रुइरहेको थियो गर्दै कित्लीमा त्यो पानी हाल्नु नपाएर सबै लुगा भिजाउँछ त्यही भएर नहालेको अनि मम्मी चाहिँ भाँडा माझ्दै हुन्थ्यो अनि भाइले दुःख दियो मैले माझेर पखालेँ अलिकति त्यो 2-3वटा छोडिदिनु भएको थियो अनि मैले चाहिँ माझेर पखालेँ अनि ल्याएँ नि सो बाई गाइज अनि म चाहिँ खुसी हुँदै भने है।